एभ्रिवान नमस्ते वेलकम टु माई मिनी ब्लग सो आजको ब्लग चाहिँ म कहाँबाट स्टार्ट गर्दैछु मेरो घरबाट होइन अनि यो चाहिँ मेरो गाउँ हो तपाईँहरूलाई मेरो गाउँको भ्यूहरू देखाउँदै जान्छु नि ल आज चाहिँ अन्त उयो मेरो छोराहरू चाहिँ हेरिहाल्नु सोचे यता हेर हो अनि आज चाहिँ हाम्रो घरको मेरो बडाको चाहिँ छोराको चाहिँ वर्तमान छ होइन अन्त हामी चाहिँ त्यहाँ जाँदैछु होइन अन्तखेरि मैले चाहिँ आज के लगाएको थिएँ होइन मेरो आउटफिट चाहिँ अहिले म तपाईँहरूलाई लास्टमा देखाउँछु नि ल अन्त मेरो गाउँ घरबाट चाहिँ यस्तो देख्छ है ऊ पारीको चाहिँ सुक्खे मिलिङ धोत्रेहरू देख्छ होइन अन्तखेरि लाइक अलिकति स्यासै भयो पेट थाक्यो हामी चाहिँ हो हाम्रो चाहिँ भ्यूहरू त्यस्तो चाहिँ गाउँको चाहिँ हेर्दै गर हेर्नु न यस्तो कर परेको वर्तमानमा जानु चाहिँ अब कस्तो चाहिँ कर होला उसलाई सोच्नु त नजाऊ भने नै रिसाउँछ अब चाहिँ हाम्रो चाहिँ रोड यस्तो चाहिँ अप्ठ्यारो छ हो अन्त मैले चाहिँ यस्तो लगाएको छु हो दुख्नु चाहिँ अब हेब्बी दुख्छ होला यो माथि चाहिँ रिसोर्ट छ आज मैले उयो बनाएको यसरी बनाएको ब्लग यो माथि चाहिँ रिसोर्ट छ हो हाम्रो गाउँहरूमा चाहिँ यतिको त हुनु परेन मान्छे काका के बनाउँदैछ उहाँले के भन्नु आजको मास्टर सेफ हेरेर पसिना सरी चाहिँ हाम्रो बाबा हेरिहाल्नु यहाँ चाहिँ कुकहरू छ है मास्टर सेफहरू त्यसो छ त यही आइपुग्नु भयो उठ्टै भेना हो कोही पनि छैन मेरो दिदी बहिनीमा भेना भन्ने चाहिँ हो त्यो ऊ चाहिँ बहिनी हाई सानो बहिनी खुट्टा चलाइ चाहिँ यो मेरो काकाको चाहिँ छोरी